सुई धागो र जिन्दगी गरिबीले लुगा फाड्न सक्छ तर मन होइन। डडेलधुराको अमरगढी नगरपालिका 3 गजुरलेकको शान्त पहाडको बीचमा एउटा सानो माटोको घर छ। टिनको छानो भित्तोमा चिरा र घरभित्र पसिनाको गन्धसँगै संघर्षको कथा लोकेको। त्यही घरमा बस्छन् लालबहादुर दमाई। सन् 2015 सालमा जन्मिएका लालबहादुर दमाई जिन्दगीसँग हरेक दिन लडिरहने मान्छे। उनी सानो गाउँमा सिलाइ कटाई गरेर गुजारा चलाउँछन्। बिहानदेखि बेलुकीसम्म सुई र धागोको आवाजमा उनको जिन्दगी टकटक बज्छ। तर त्यो टकटक केवल मेसिनको आवाज होइन, त्यो उनको बाँच्ने कारण हो। दैनिक 100-200 रुपैयाँको आम्दानी कहिले हुन्छ कहिले हुँदैन, तर वृद्ध भत्ताले यही सानो आम्दानीमा उनले आफ्नो 7 जनाको परिवार धानिरहेका छन्, जसमा 3 जना अपाङ्ग छन् र ती मध्ये उनी आफै पनि शारीरिक रूपमा अशक्त छन्। उनी ठीकसँग हिँड्न सक्दैनन्। कदमहरू ढिलो ढिलो टेकिन्छन्, तर हरेक कदममा जिद्दी छ, हरेक पसिनामा आत्मसम्मान छ। लालबहादुरको जीवन कहिल्यै सजिलो थिएन। सन् 2033 सालमा उनले पहिलो विवाह गरे। मनमा आशा थियो अब मेरो घरमा सन्तानको हाँसो बज्नेछ, तर वर्षौं बिते सपना अधुरो रह्यो। समाजले तीखा शब्दहरू प्रहार गरे, सन्तान नभए घर अधुरो रहन्छ। त्यो बोलीले उनको आत्मामा चोट दियो, तर उनले चुपचाप बोकिरहे। अन्ततः 2064 सालमा उनले दोस्रो विवाह गरे। नयाँ सुरुवातको चाहना लिएर भगवानले सन्तान त दिए, तर साथमा परीक्षा पनि। अहिले उनका 7 जनाको परिवार मध्ये 3 जना अपाङ्ग छन् र उनी आफै पनि शरीरले थकिएका छन्। हिँड्दा पनि लट्ठीको सहारा चाहिन्छ, तर मन बलियो छ। उनी भन्छन्, शरीरले साथ दिएन तर हिम्मतले कहिल्यै साथ छोडेन। त्यो सानो घर पनि आफ्नै होइन, अर्काको जमिनमा बनाइएको हो। हरेक वर्ष डर हुन्छ कतै यो घर टार्न नपरोस्। टिनको छानोमा वर्षातको पानी चुहिन्छ, हिउँदमा चिसो छिर्छ, तर त्यही घरभित्र परिवारको माया र आशा बाँचेको छ। खाना कहिलेकाहीँ हुन्छ कहिलेकाहीँ हुँदैन, तर उनीहरू हरेक दिन एउटा चमत्कार जस्तै बाँचिरहेका छन्। वृद्ध भत्ताको थोरै पैसाले भाइ र दाजुहरू छन्, तर उनीहरू पनि गरिबीले थिचिएका, सहयोग गर्न असमर्थ। तर लालबहादुरले कहिल्यै कसैलाई दोष दिएका छैनन्। उनी मुस्कुराउँदै भन्छन्, सबैको आफ्नै दुःख हुन्छ, म पनि दुःखलाई साथी बनाएर हिँडिरहेको छु। सिलाइ कटाइ नै उनको जीवन रेखा हो। कहिले ग्राहक आउँछ, कहिले पुरै दिन सुन्ने आवाज सुई धागोको हुँदैन। पुरानो मेसिन अझै चलाउँछन्। कहिलेकाहीँ मेसिन रोकिन्छ, धागो टुट्छ, अनि उनी भन्छन्, टुटेको धागो फेरि जोडिन्छ। जिन्दगी पनि त्यस्तै हो। उनी आफ्नो पीडा लुकाउँछन्, तर उनका आँखा भने धेरै कुराहरू बोल्छन्। एक दिन आफ्नो फ्याम रेडियोको टोली गाउँमा पुग्यो संघर्षका कथाहरू सुन्न। जब लालबहादुरको घरमा पुगे, उनले मुस्कुराउँदै स्वागत गरे। पुरानो लट्ठी समातेका, शरीर कापिरहेका, तर आँखा चम्किरहेका। जब माइक उनको हातमा दिइयो, केही बेर मौन रहे अनि बोली फुट्यो, मसँग धन छैन, जग्गा छैन, मेरो घर पनि अर्काको जमिनमा बनेको छ, तर मसँग परिवार छ जसको लागि म बाँच्दैछु। मसँग माया छ जसले मलाई जिन्दगीभर हिँडाइरहेको छ। त्यो क्षणमा उनको आवाज काँपिरहेको थियो, तर शब्दहरू बलिया थिए। आँखा रसाइरहेका थिए, तर त्यही आँसुमा गर्व मिसिएको थियो। आफ्नो एफएमका सदस्यहरू पनि मौन रहे। उनका शब्दहरूले हरेकको हृदय छोयो। आज पनि लालबहादुर बिहान उठ्छन्, ढिलो ढिलो चालले मेसिनतिर पुग्छन् अनि सुईमा धागो पास गर्छन्। शरीर कमजोर छ, तर आत्मा अझै सशक्त छ। हरेक टकटक आवाजमा आशाको गीत बज्छ। साँझपख उनी घर छेउमा बसेर अस्ताउँदो घाम हेर्छन् अनि मुटुभित्र सोच्छन्, सूर्य अस्ताउँछ तर भोलि फेरि उदाउँछ, म पनि पक्कै उदाउनेछु। उनको कथा दुःखको हो, तर त्यो दुःख पराजय होइन, त्यो दुःख हो साहसको रूप जुन हरेक मान्छेले सिक्नुपर्छ। उनले आफ्नो जिन्दगीलाई सुई धागोले सिगारिरहेका छन्, फाटेका पलहरू सिलाएर र आँसुहरूलाई मुस्कानमा बदल्दै। गजुरलेकको त्यो सानो घरमा आज पनि एउटा आवाज गुन्जिन्छ, मेसिनको टकटक, अनि त्यो आवाज सँगै धड्किरहेको छ लालबहादुर दमाईको मन, जसले सारा संसारलाई चुपचाप सिकाइरहेको छ। जीवन कठोर छ, तर जबसम्म मन बाँचिरहेको छ, आशा कहिल्यै मर्दैन। खिल्छ हजुरा नाता झिक्नाइ मिल्छ हजुरा। मुटु भित्र
मिल्छ हजुर